ल है गाइज म चाहिँ वेटिङ रुममा बसिरहेको छु। मेरो भाइहरूले पुऱ्याउन आएको थियो। अब भाइहरूसँग भिडियो खिच्न पाएन, फोटो मात्रै खिच्न भ्यायो। अब म चाहिँ नेपालदेखि मलेसियासम्मको यात्रा छु गाइज। ल है गाइज अब म चाहिँ अब प्लेनसम्म जाँदैछु। यो सानो मेट्रोमा अब प्लेनसम्म पुऱ्याउने रहेछ यसले चाहिँ। ओहो लाइनमा बस्नु न लाइनमा। पछाडि पछाडि हो, पछाडिबाट जाने। ओहो पछाडि परेछ पछाडि रे हाम्रो आउनु। पछाडिबाट परेछ यार। ओ माई गॉड मलेसियन लास्ट परेछ हौ गाइस। आज त टन्नै छ नेपालीहरू है। दाजु नमस्ते। ल गाइस बिगो 28 परेछ मेरो चाहिँ। जम्मै लाएर बसिहाल्यो। लास्टमा परेछ यार। ल गाइस मेरो चाहिँ यहाँ परेछ। ढक्क लाएर बस्नुपर्छ ढ्याम्मै लाएर। नेपालदेखि मलेसियासम्मको फ्लाइट गाइस। ओहो ल है गाइस म चाहिँ मलेसियाको एयरपोर्टमा आइपुगिसकेको छु। अहिले करिब रातको
12:30 भइसकेको छ। अब म चाहिँ साथीहरूलाई कुरेर बस्नेछु भोलिसम्मको लागि। हाम्रो दिदी पनि भेट केटाहरू गाई ज्ञान हेर्न जानु पर्यो एकछिन यार। गाई छ आउँदै थियो यार। पाइलट त आइसकेको छ नेपालको त ल्यान्डिङ भएछ कि छैन यार हेर्नु पर्यो यार। रातको 4 बजेको छ, 4:06 ल्यान्डिङ भइसकेको छ। केटाहरू कहाँ आइपुगेछ हेर्न जानु पर्यो यार। हाम्रो केटाहरू कता गएछ गाइस? हाम्रो केटाहरू त निस्केन त गाइस। हाम्रो केटाहरू कता छ गाइस? हामी हेर्न जाँदैछु गाइस। हाम्रो केटाहरू कता छ गाइस? हामी हेर्दैछु गाइस। मलाई टेन्सन छ कि केटाहरू निस्केको छैन यार। मलाई टेन्सन छ यार। मलाई टेन्सन छ यार। साथीहरू निस्केको छैन यार। कुर्दै जाऊ भइसक्यो यार। सुखै सुख भन्दिन मरुन दिन्न तिमीलाई। कहाँ गएछौ केटाहरू? कहाँ गएछ यार? कति टाइम लागेको उनीहरूलाई झ्याम्मै ल्याएर मलाई टेन्सनै भइसक्यो यार। म्याकुरी मेरो साथीहरू हरायो हो। मेरो साथीहरू हरायो। म्याकुरीहरू कहाँ गएछ? म्याकुरीहरू लास्टै ढिलो भयो त हो। दाजुभाइहरू त हरायो हौ। हाम्रो पानी त मान्छे कता गएछ गाइस? सुखै सुख भन्दिन म रुन दिन्न तिमीलाई। म चाहिँ यहाँ साथीहरूलाई लिन आएको गाइस। एयरपोर्टमा कुर्दै धक्कै लागिसक्यो। हेराएर लिन आएको। कति धेरै मान्छे निस्किसक्यो। यिनीहरू चाहिँ निस्केको छैन यार। मलाई टेन्सन छ कि। होइन केटाहरू त आउँदैछ के हो? होइन केटाहरू आउँदैछ के हो? के हो यार? केटाहरू त अहिले पो भेट्छ त डङ्का खोइ केटाहरू आएकै न। म 2 बजेको थिएँ नि यार। म त यहाँ कुर्दै यार लगेज सरकार यार। के हो यार? 2 जना आजै थियो र भनेको? मलाई थाहै थिएन त। खोइ घुमहरू नि बस 7 बजेको नि हाम्रो त। त्यसो भए त हाम्रो के त टन्नै छ। टिकट काट्यो छैन नि सँगै हो। अहिले हुँदैन 7 बजेर बन्द छ अहिले त काउन्टर। 6 बजे पनि खोल्छ। खोइ त केटाहरू आएन त। खोइ त केटाहरू आएन त यार। रन्जित यार तिमीहरू 2 जना छ भने थाहा थिएन एउटा यार। साँच्चै हो कि? गाइज मेरो फोन अफ भएको कारणले अरू साथीहरू आएको भाइहरू आएको भिडियो चाहिँ मैले लिन पाएन र एयरपोर्टदेखि रुमसम्म आएको भिडियो पनि लिन पाएन। र तपाईहरूलाई कस्तो लाग्यो मेरो भिडियो हेरेर लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। हाम्रो नेपालदेखि मलेसियासम्मको यात्रा